हो वृद्ध र बच्चा-बच्चीमा चाहिँ अलिकति तपाईँको पानीको कमी हुने, डिहाइड्रेसन, लामो समयसम्म चाहिँ पानी नखाई घाममा हिँड्यो भने चाहिँ हिट स्ट्रोक, हिट एक्जसन जस्तै सिन्कोप, कहिलेकाहीँ लामो समय बुढाबुढी चाहिँ घाममा अथवा चाहिँ गर्मीमा पानी नखाइकन उभिराख्नु हो भने कहिलेकाहीँ चक्कर आउने ढल्ने हुन्छ। त्यसलाई चाहिँ हामी कहिलेकाहीँ हिट सिन्कोप भन्छौँ। त्यस्तै युवा मान्छेलाई पनि अत्याधिक गर्मीमा घाममा दिनभरि काम गर्यो भने चाहिँ पानीको मात्रा कमी भएर एकदम ज्वरो आउने, हिट स्ट्रोकहरू यस्ता चाहिँ समस्याहरू देखिन सक्छन्। साथै अरू समस्याहरू अघि मैले भने जस्तै सङ्क्रमण रोगहरू, झाडा बान्ता यो चाहिँ कमन छ। यसो स्पेसिफिक खानेकुराबाट सङ्क्रमणबाट जोगिने भन्ने हुन्न। हामीले जे कुरा खान्छौँ त्यो कुरा चाहिँ सफा हुन पर्यो। त्यसलाई चाहिँ सफा पानीले धोको हुन पर्यो। हामीले चाहिँ झाडा पखाला लागेको मान्छे छ भने चाहिँ उसको सरसफाइमा ध्यान दिनु पर्यो। आफूले पनि चाहिँ टोयलेट युज गरेपछि साबुन पानीले हात धुन पर्यो। घरको सबै मान्छेलाई त्यो सल्लाह दिन पर्यो। त्यही नै हो।